सहभागी दिनेहरूलाई म एकदमै धन्यवाद दिन चाहन्छु। यहाँको गुरुमायामा उपस्थितिले कार्यक्रमलाई पक्कै सफलतावान बनाउनेछ। कसलाई एक मङ्गलमा लगेर राखिदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु। यहाँहरूको उपस्थिति सहभागी अत्यन्त भव्य छ। बिदा चाहन्छु। हस् त, नमस्कार। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक भाइ। आजका श्रद्धेय प्रमुख अतिथि आदरणीय गुरु प्रमुख पाठक नारायण न्यौपानेज्यू र विभिन्न राजनीतिक दलका प्रमुखज्यूहरू, घोराई उपमहानगरपालिकाका सल्लाहकारज्यू, आदरणीय दाजु भरत न्यौपानेज्यू, साथै यस गढीटाकुरा देवस्थललाई सल्लाह सुझाव प्रदान गर्नको लागि सल्लाहकारहरू हाम्रा निवर्तमान अध्यक्ष देवमणि गौतमज्यू, जागेश्वर दाहालज्यू, दिल्लीराज न्यौपानेज्यू, माधव गौतमज्यू र कलाकार साथीहरू, टेलिभिजन विश्व दर्शन टेलिभिजनका सञ्चालकज्यू, अन्य पत्रकारज्यूहरू र मेरा यस गढीटाकुरा देवस्थलका कार्यकारिणी समितिका सदस्यज्यू, यो महायज्ञका 265 जना मूल आयोजक समितिका सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, सबै उपस्थित सज्जन वृन्द महानुभावहरूमा सर्वप्रथम त यो महायज्ञमा यो उद्घाटन सत्रमा आइदिएर यसलाई सफल गराइदिनु भएकोमा म आयोजकतर्फबाट धन्यवाद दिन चाहन्छु। र केही कुरा मलाई यहाँ अरू सबै कुराहरू यहाँ आइसकेको छ। म आज यो विशेष गरेर एउटा मैले पनि दाजुका लेखहरू हेरेर थाहा पाएका कुराहरू यहाँ हजुर समक्ष राख्न चाहन्छु। मलाई पनि उत्सुकता लागिरहेको थियो। यो हापुर कसरी हापुर भयो त? हापुरको गाउँ त कहीँ पनि छैन। तर हापुर भन्ने कुरा कसरी हो भन्दाखेरि हापुरका राजाको मौजा भएको हुनाले यसलाई हापुर भनेर भनिएको र चन्द्रकोटे राजाद्वारा यो शासित भएको यो क्षेत्र रहेछ। र त्यही चन्द्रकोटे राजाद्वारा स्थापित यो गढीटाकुरा देवस्थल मन्दिरलाई उहाँहरूले आफ्नो पूजा, आफ्नो उपासना र एक प्रकारले अहिलेसम्म यहाँ एउटा अलौकिक शक्ति, जस्तै अहिले गुरुले भन्नुभयो, मलाई त्यो कुरा एकदम यहाँ माझेको छ। हामी यस्तो निकायको समितिमा पनि अब सरकारले 1000 रुपियाँ दिन्छ, 1000 रुपियाँले बलि चढाउने त कुरै हुन्न। तर यहाँ एउटा न एउटा भक्तजनले ल्याएर ठ्याक्कै आएर माड हालेरै जङ्गला हुन्छ। 2-3टा माड यहाँ आफै त्यसै पर्छ कि
त्यो कसैले बोलाएको पनि होइन, ल माड हार्न आउनुहोस् भन्ने पनि भने होइन, भन्नु त्यो देवीको कृपा जस्तो मलाई यहाँ लाग्छ। र यसलाई विशेष गरेर एउटा 2028 सालमा यो एउटा सुसुप्त अवस्थामा यो 3 बिघा जग्गा भएको, अब यो त्यस बेला पनि अलिकति करप्सन रहेछ कि जस्तो लाग्यो मलाई। 3 बिघा सम्पत्तिहरू अब कसको नाममा दर्ता गयो कता गयो, यहाँ जम्मा जम्मी 3 कट्ठा जग्गा हुन आएछ 28 सालमा। त्यसपछि त्यो 3 कट्ठामा यहाँ 3 बिघा जग्गा 3 कट्ठामा सीमित भएको त्यस्तो कुराहरू भएपछि यहाँ अघि नै पनि केही वक्ताहरूले भनिसक्नु भएको छ, निकै दुःखका साथ यहाँ गर्नुभयो। त्यसपछि गएर हाम्रो यहाँ देवी शक्ति हो, यो अवश्य पनि हो, झग्गु प्रसाद पटवारी, उहाँ यहाँ आएर निवास गर्नुभयो, बस्नुभयो, उहाँले आफ्नै सम्पत्तिहरू लगाएर यहाँ गर्नुभयो। त्यसपछि गएर उहाँ गइसकेपछि, घर गइसकेपछि फेरि हाम्रो निङ्गरे बाजे भनेर भन्थ्यौँ हामी त्यस बेला, र केशव पोखरेलको बुवा हुनुहुन्थ्यो, उहाँले पनि अब म देवीथानमै बस्छु भनेर फेरि उहाँ बस्नुभयो। त्यसपछि हाम्रो सर्वे शिक्षा शाखा प्रमुख विनोद गौतमजीको बुबा दिवाकरजी यहाँ संस्थापक भएर बस्नुभयो। त्यसपछि यसको विकासको लागि उहाँहरू लाग्नुभयो र उहाँकै देन हो यो, विशेष गरेर दिवाकर गौतमजीकै देन हो। उहाँले सुवर्ण कुमारीजीलाई यहाँ पसालेको, उहाँले यसलाई तपाईँ यहाँ आउनुपर्छ, तपाईँहरू यहाँ तपाईँले यहाँ दान दिनुपर्छ, तपाईँले यहाँ मन्दिर बनाउनुपर्छ भनेर उहाँको प्रेरणाबाट त्यस बेलाका अब टेकनाथ गौतम, केशव दिवस शर्मा, युवराजजीहरू, देवराजजी, मेघराजजीहरूले सबैको सल्लाहबाट उहाँले यो अहिले विशेष गरेर 2 बिघा 6 कट्ठा जग्गाहरू यहाँ अहिले यसको छ। तर यो जग्गा अहिले कस्तो भयो भनेपछि त्यो 2 बिघा सम्पत्ति बैङ्कमा राखेको भए ब्याजले आउने, यो 2 बिघा जग्गा यहाँ लगाइदियो भन्दाखेरि नलगाइदिने। त्यसपछि गएर जम्मी अब सबै हिसाब गर्दाखेरि त 1000 रुपियाँ कट्ठाबाट खेतीपाती गरिदिने। त्यसले गर्दाखेरि त यो पुजारीलाई यहाँ प्राण प्रतिष्ठा गरेका मूर्तिहरूको पूजा गर्न पनि एकदमै गाह्रो हुने। र गत वर्ष यो जो हाम्रो सुवर्ण कुमारले बनाएको धर्मशाला थियो त्यो पनि साह्रै चोएर त्यहाँ बस्नै नसकिने, एउटा धर्मशाला त भत्किहाल्यो, त्यसको जीर्णोद्धारै हुन सकेन। त्यस्तै भयो अहिले यो मञ्च बनेको ठाउँमा अस्ति डोजर लगाएर नगरपालिकाले डोजर लगाएर यहाँ सबै पूर्वबाट भएपछि अहिले समतल भूभाग बनाएको छ। र त्यो अर्को चाहिँ पक्कै धर्मशाला भने पनि धरी चुनी। त्यसपछि गएर गत साल मेयर साहबलाई भनिसकेपछि 2 लाख रुपियाँ प्रदान गर्नु पर्यो, त्यसको जीर्णोद्धार गरिकन अहिले चुनो छोडेको छ, त्यस्तो अवस्था भयो। र अन्य कुराहरू यहाँ अब सुवर्ण कुमारजी, त्यसपछि गएर रुक्मिना पोखरेलजी, त्यसपछि रेवता देवी, त्यसपछि गएर खिमुगिरी, त्यसपछि बालकुमारी नेपाने आदिहरूले यहाँ सहयोग गर्दै जानुभयो र पञ्चायत देवताहरूको यहाँ मूर्तिहरू स्थापना भयो। र अहिलेसम्म जसरी भए पनि यहाँनिर प्रकारले त्यो पूजा मात्रै चल्यो। र अहिले त के भनेपछि एकपटक हापुरको यो पर्यटकीय थलो भनेर जिल्ला विकास समन्वय समितिमा पनि परिसकेको, यो जिल्ला समन्वय समितिले निकालेको स्मारिकामा समेत पर्यटकीय थलो गढी टाकुरा देवस्थल भनेर आएको। पछि यसलाई के हो कता ओझेल पर्यो, हापुर गाविसको स्मारिकामा पनि आयो, त्यसपछि पनि ओझेल पर्यो। र अहिले गएर विशेष गरेर यहाँ सबै मैले अब यो ओझेलमा पढिसकेपछि सबै बुद्धिजीवीहरूलाई यहाँ लब्धप्रतिष्ठित सबैहरूलाई यहाँ राखेर वडा अध्यक्षज्यूलाई राखेर त्यसपछि गएर ल अब के गरेपछि यसको विकास हुन्छ त भन्दाखेरि अब महायज्ञले नै सबै कुरा त पार लागोला त भन्न सकिन्न, सबै भइजान्छ भन्ने कुरा। तर के भनेपछि यसको जो ओझेलमा परेको छ र यसलाई प्रचार प्रसारको सिलसिलामा सबैले यसको गढी टाकुरा यस्तो रहेछ भन्ने कुराहरू महत्त्व बुझिकन र यसको भविष्यलाई उज्जवल पार्न सकिन्छ भन्ने सबैले आँट दिएको हुनाले लौ त अब एकपटक फेरि गरौँ त भनेर सबैले दिएको हुनाले म अहिले यो महायज्ञको संयोजक र मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भइकन अहिले यो महायज्ञ सञ्चालन भइरहेछ। र यसलाई अब सबैले अब स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म सबैले यसलाई सहयोग गरिकन साँच्चीकै यसलाई
अब एउटा अहिले धारपानीकै कुरा गर्दाखेरि पनि धारपानीमा हाम्रै सरहरू हुनुहुन्थ्यो, सरहरूकै भिजन हो, त्यहाँ जन्मगाउँका सरहरूको भिजन हो यो क्षेत्रलाई चिनाउनलाई केही न केही गर्नुपर्छ भनेर अब संसारकै ठुलो त्रिशूल भनेर शब्द राखिदिनु हो होइन। त्यसरी संसारकै ठुलो त्रिशूल भनेपछि मान्छे भव्य र सभ्य भयो, महायज्ञ लाग्यो। महायज्ञमा करोड रुपियाँसम्म दान गर्ने दानवीरहरू त्यहाँ जन्मिनु हो। त्यसको फलस्वरूप अन्य कुराहरू उहाँहरूले समितिले निर्णय गर्दै गयो। कसैले पोखरी बनाउन थाल्नुभयो, कसैले सिडी बनाउन थाल्नुभयो, कसैले के बनाइकन यसरी धारपानीको अहिले गाउँको एउटा पर्यटकीय क्षेत्रमा अब मान्छे आए, एक दिन अम्लेश्वरी, एक दिन धारपानी, एक दिन पुरननारा जाने जस्तो कार्यक्रम छ। त्यस्तै गरेर यो उत्तर साइडमा पनि एक दिन यहाँ जाउँ भन्ने कुरो किसिमले यहाँ केही भौतिक पूर्वाधारहरू निर्माण हुन्। अहिले मैले पनि उद्देश्यमा यो महायज्ञ लगाउनुको उद्देश्यमा एउटा त मैले यसको भौतिक विकासलाई राखेको र अर्को मेन चाहिँ नि यसलाई मैले राखेको के भनेपछि यसलाई धार्मिक र पर्यटकीय थलोको रूपमा, यसलाई आध्यात्मिक क्षेत्रको रूपमा यसलाई विकास गर्नको लागि भनेर मैले त्यहाँ पर्चा पण्डितहरूमा पनि लेखेर मैले त्यहाँ राखिरहेको छु। त्यस कारणले यो कार्य गरिदिनलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु र अहिले हाम्रो कार्य समितिले र सबैको राय सल्लाह अनुसार केही दाताहरूले यहाँ रकमहरू दान गर्नुभयो भने त्यसलाई यस्तो तरिकाले सम्मान गर्ने भनेर हामीले यहाँ निर्णय गरेका छौँ। त्यो चाहिँ मैले यहाँ सबै सामु राख्न चाहन्छु। 1000 देखि माथि 2000सम्मका दाताहरूलाई प्रमाणपत्र र रामनामीले स्वागत गरिनेछ भनेर एउटा कुरा तलब छ। 2001 देखि 5000सम्मका दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र रामनामीले स्वागत गरिनेछ भनेर लेखेको छ र 10,001 देखि 15,000का दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र, रुद्राक्ष, रामनामी र शिलालेखमा 2 जनाको नाम उल्लेख गरिनेछ भनेर लेखेको छ। त्यसपछि गएर 15,001 देखि 25,000सम्मका दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र र रामनामी, रुद्राक्ष सहित स्वागत गर्ने साथै कुनै 2 जनाको स्मृतिमा 2 जनाको नाम शिलालेखमा नाम गरिनेछ भनेर यहाँ र यो 2 जना भन्नाले जस्तै बाबु आमाको स्मृति भनेर लेख्न सक्छ र आफू दाता भनेर श्रीमान श्रीमतीहरूको नाम लेख्न सक्छ र 25,001 देखि गुरुले भने जस्तै 50,000सम्मका दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र, रामनामी, रुद्राक्ष सहित दाता सहित 6 जनाको नाम गरिनेछ भनेर यहाँ राखेको छ। 50,001 देखि माथि 1 लाखसम्मका दाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र र दोसला, रुद्राक्ष र बाजा गाजा सहित मन्दिर परिक्रमा गराई पुरै परिवारको नाममा शिलालेख राखिनेछ भनेर यहाँ यसको निर्णय भएको छ र रु 1000 भन्दा माथि जम्मैलाई सबै सम्मान गरिनेछ भनेर भनेको छ। 1000 माथि भन्दा कसैले दान गर्नुभयो भने र यो एउटा कार्य समिति र मूल आयोजक समिति सबै राजनीतिक दलहरूसँग बसेर यसलाई थोरै पनि यसको उसलाई आर्थिकलाई बलियो बनाउनलाई दानलाई यस्तो गरौँ भनेर गरिएको छ र यसमा पनि अब केही कमी कमजोरी छ भनेपछि अग्रजहरूले यसमा राय सल्लाह सुझाव दिने नै छ र अहिले हाम्रो मेयर साहबहरू पनि अब जानलाई आतुरी छ। धेरै टाइम नलिकन भलाको अरू बिचमा भलाकुसारी गर्ने गरिकन र यसलाई यसको भौतिक विकासको लागि अब पहल त अघि नै वडा अध्यक्षले सुनाइसक्नु भएको छ। त्यो सबै हाम्रो कार्य समितिको निर्णयअनुसार वडादेखि सिफारिस हिँडेको कुराहरू हो र एकपटक यो धर्मशाला भत्किसकेपछि यो दैवी प्रकोपबाट पनि यसको उत्थान हुन्छ भनेर गएको। अब कति भयो भने कसैले 5,000 लैजाऊ भने कसैले 10,000 लैजाऊ, 5 र 10 ल्याएर यहाँ केही पनि नहुने फेरि त्यो पनि भ्रष्टाचार गर्यो भन्ने यस्तो कुरो मात्रै आउने। त्यस्तै रहेर त्यो पनि उत्थान हुन सकेन। त्यस कारणले गर्दाखेरि अब यसलाई हाम्रो स्थानीय प्रमुखले
सबै निकायहरू सङ्घ संस्था अब सबैले हाम्रा प्रदेशका त्यसपछिका म पनि फोन हालौँला सबैले सहयोग गरेर अहिले मुख्यमन्त्रीजी लगायत सञ्चार मन्त्री सङ्घीय मन्त्री अब भोलिको कार्यक्रममा विशेष गरेर अहिले हाम्रो उपमेयर हिसाबलाई भोलि निमन्त्रणा गर्ने अहिले अरू अन्य टाढा भावनाले फेरि पनि ल्याउन भोलिको प्रतिनिधिको रूपमा उपमेयरलाई निम्ता गर्ने बाचा गर्दै र उपमेयरलाई यहाँ पठाइदिनुको लागि पनि अनुरोध गर्दै यो अहिले पहिलो सत्रलाई यही समापन गर्नलाई उद्घोष गर्छु। ओम नमः शिवाय। हस्, धन्यवाद।